छाप्दीबारेको दर्शन गरियो चाहिँ रौ हाल्यो नि त रौ हजुर थाहा भएन यो हो रौ गाउँ छाप्दीबारेको छाप्दीबारे सम्पूर्ण नमस्ते। आज चाहिँ मैले घरबाट छाप्दीबारे मन्दिर गौमुल जाँदैछु। सवारी साधन गति चाहिँ 60भन्दा माथि हुँदैन। राजमार्ग पनि खतरा बनेको छ र गएर छ नि बचाउँ अर्कालाई नि बचाउँ ट्राफिक नियमको पनि पालना गरौँ। मौलिकको पुल हजुर 360 मिटर अनि गीतै गाडी त जर्मनको बाटो चाइनाको गीतै छ त मन्दिर रौ गाउँ विमान नगरपालिका वडा 2 मा रहेको रौ गाउँ हो। यो नेपालकै दोस्रो मगरबस्ती भएको दोस्रो ठुलो मगरबस्ती भएको गाउँ हो। सम्पूर्ण नमस्ते। आज भने रौ गाउँको भाइरल रोडदेखि अथवा मेरो घरदेखि छाप्दीबारेसम्म जाँदैछु। आज एकदमै मौसम खराब छ, पुरै कुइरोले ढाकिरहेछ अहिले चाहिँ हाम्रो गाउँलाई। बिहान एकछिन खुल्ला हुन्छ त्यसपछि कुइरोले ढाकिरहन्छ। पुरा कुइरो क्षेत्रले जानुपर्छ। आज चाहिँ म घरबाट छाप्दीबारे मन्दिर दमोली जाँदैछु। कुइरोले गर्दा गाउँको मनोरम दृश्य देख्न नपाइने भयो आज। ओ हिलो हिलो छ पुरै। दाइ यस्तो छ ताल अँध्यारो छ पुरै कुइरोले। आज मौसम के हो यस्तो, पुरै कुइरो सुजुले जानुपर्ने भयो। त बिमार समय यस्तो होला सायद। अन्धकार छ पुरै अन्धकार कुइरो। आज मौसम त के हो यस्तो, शीतले क्यामेरा बिग्रा जस्तो लाग्यो। मैले चाहिँ क्यामेरा अफ गर्नेतिर सोचेँ लागे। पुरै अँध्यारो छ, पानी पर्ला जस्तो भएको छ। हुन त यो वाटरप्रुफ भन्छ, अलिअलि पानीले त केही असर गर्दैन, तर पनि बचाउनु पर्ने हुन्छ क्यामेरालाई। पानी पऱ्यो भने चाहिँ गाह्रै हुन्छ। बनाउनुभन्दा नयाँ किन फाइदा होला फेरि। टेक्री बजारसम्म चाहिँ भनौँ न, ओ बाटो पुरै अँध्यारो भएछ त। खट्टाखट्टीसम्म चाहिँ म क्यामेरा अन गर्छु, त्यसपछि पनि सरर जान्छ। त्यसपछि भिमाद कटेपछि मात्रै क्यामेरा अन गर्छु। अहिले चाहिँ टेक्री कटेपछि क्यामेरा अफ गर्नु पर्ला जस्तो लाग्छ। पुरै अन्धकार छ गरे क्यामेरा झिकेर झोलामा हाल्नुपर्ने अवस्था होला जस्तो। अब भने टेक्री आइपुग्यो। ओह्रालो छ, बिस्तारै जाने ओह्रालोमा। हाम्रो 13 दिने दाजुभाइमध्ये एकजना बाजु यता बस्नुहुन्छ, टेक्रीमा बस्नुहुन्छ। अरू आफन्त त छँदैछ, हुनुहुन्छ नै। बाजु काम गर्दै हुनुहुन्छ। हजुर टेक्री हो यो। आज टेक्री पुरै अन्धकार छ। ओ ठुलै सुनेन क्या बुढाले। अब चाहिँ यता तलतिर लगेर जाने, यता मासतिर चाहिँ ओ बाटो त खराब भयो छिनेर। अब भने अतिथिहरूमा धन्यवाद भन्ने छ। अब चाहिँ लाग्यो हाम्रो वडा कार्यालय यही हो, पहिलो भिडियोमा नि छ। अब बाटो सबै यस्तो कुइरो ढाक्यो हुनाले अब म चाहिँ क्यामेरा अफ गर्छु। भिमाद पुगेपछि अथवा उज्यालो जहाँबाट छ त्यहीँबाट भिडियो लिन्छु। अहिलेलाई भने म क्यामेरा अफ गर्नेतिर लागेँ त। सबैजना साथीभाइहरू हेर्नु नि आफन्तजनहरू। अब नचाहँदा पनि कारणवश यो मौसमको कारणले चाहिँ म क्यामेरा अफ गर्ने अवस्थामा पुगेको छु। अब भने
खरिनटारको भाइरल रोड हुँदै म चाहिँ दमोलतिर जाने हो। यता चाहिँ पहिला चाहिँ यहाँ टर्निङ थियो, अहिले चाहिँ टर्निङ गर्न नपाउने रहेछ। तल गएर अगाडि पोखरा जाने बाटोमा अगाडि गएर मात्र टर्निङ गर्नु पाउने रहेछ। ठ्याक्कै पेट्रोल पम्पबाट चाहिँ टर्निङ गर्नु पाउने रहेछ। अरू चाहिँ अगाडि यहाँ पहिला यहीँ नजिकै थियो, टर्निङ गर्न नपाउने। दुर्घटना बढी भएपछि चाहिँ टर्निङ साइड रोड चाहिँ यहाँ बढाइदिए जस्तो लाग्ला सायद। अब म पनि यहाँ टर्निङ लिन्छु। कता हो बाटो पनि फेरि पुरा भिडभाड छ त। धन्न बाटो चाहिँ खुल्ला रहेछ। यो पेट्रोल पम्प अब भने पृथ्वी राजमार्ग हाइवे छ यो। अघि चाहिँ म आएको चाहिँ भीमकाली टेक्रेबाट माथि चाहिँ भिसी नेत्र मार्ग हो भन्ने विषय छु। अब म भने सरासर दोमौली हुँदै छाप्देबारे मन्दिर जानेछु आनन्दसँगै। बाटो यस्तो छ, पहिला साङ्गुरो बाटो डरलाग्दो थियो, अहिले पनि सर पाइन जहाज हिँड्न पाइएको छ। तर कारणवश दुर्घटना हुन्छ कहीँ कहीँ चाहिँ, त्यो नै ठुलो समस्या हो। मेरो स्पिड चाहिँ 60 भन्दा माथि कहिले पनि हुँदैन, किनभने साथी नै हो। आफूलाई माया गर्ने पहिलो साथी पनि आफै हो। त्यसैले मेरो जतिसुकै ठुलो हाइवे भयो भने, राम्रो बाटो भयो भने, खाली भए पनि मेरो स्पिड चाहिँ 60 भन्दा माथि हुँदैन। यो खरिनटार बजार हो। खरिनटार सक्यो। यो बाटोहरू घुमाउरो भयो हुनाले आफ्नो भनौँ न स्पिडलाई चाहिँ एकदम नियन्त्रण गर्नै पर्छ है, नत्र भने दुर्घटना हुने ठुलो जोखिम हुन्छ। त्यस कारणले यो घुम्तीहरूमा चाहिँ आफ्नो गतिलाई एकदमै नियन्त्रण गर्नुपर्छ। अझै लेन बनाएको रहन्छ, 4 लेनको बाटोमा 2 लेन मात्र देखाइएको छ। रङ लाउँदै रहेछ सबैले, कहीँ कहीँ बन्दैछ। जतिसुकै हतार भए पनि आफ्नो गतिलाई चाहिँ नियन्त्रण गर्नु होला, किनभने बिचबिचबाट सहायक बाटोहरू पनि छ। त्यसैले गाडीहरू मान्छेहरू आउन सक्ने हुनाले गतिलाई चाहिँ आफ्नो नियन्त्रण हुने गरी मात्रै सवारी साधन चलाउनु होला। लेनको अनुशासन चाहिँ पालना गर्नै पर्ने हुन्छ, गर्नु होला। ट्राफिक नियमको पालनै गर्नैपर्छ। यो चाहिँ सहायक बाटोहरू आउँछ माथिबाट, आउँदाखेरि चाहिँ अलिक गाडीहरू आउने मान्छे आउने भएको हुनाले एकदमै सतर्क हुनुपर्छ। सेतो लामो खालको यसो टर्निङ आयो भने चाहिँ, भनौँ न बाटो आयो भने चाहिँ ओभरटेक नगर्नु होला। अगाडि बढ्नलाई के भन्छ हतार नगर्नु होला। र यो डट आइसकेपछि भने चाहिँ तपाईँले आफ्नो गति बढाएर हुन्छ कि अब मागेर हुन्छ अगाडि बढ्न सक्नुहुन्छ। तर त्यो लामो सेतो रेखा, डट बाइकको सेतो रेखा आयो भने चाहिँ नियन्त्रण गरेर जानु होला। नियन्त्रण गर्नुपर्छ। त्यो चाहिँ खासमा ओभरटेक गर्न पाइन्न भन्ने हो ट्राफिक नियम अनुसार चाहिँ। त्यही भएर अब यसरी अब मान्छेहरू घाँस काटेर आउनुहुन्छ, हिँडेर आउनुहुन्छ, डाइभर्सन छ, त्यसले गति चाहिँ नियन्त्रण गर्नै पर्ने हुन्छ हाइवेहरूमा। गर्नु होला पनि। कति स्पिडमा जाने भनेर लेखेको छ लेख्नु चाहिँ, अब हामीले कसैले पनि पालना गर्दैन। त्यही नियमको पालना नगरेर हामीले आफैले दुर्घटनामा पार्छौँ, निम्त्याउँछौँ। आफैमा दुर्घटना निम्त्याइरहेको हुन्छ। यो चाहिँ पृथ्वी राजमार्ग नै हो।
मेरो सवारी साधन गति चाहिँ 60 भन्दा माथि हुँदैन, किनभने साथी नै हो। पहिलो साथी आफै हो, आफूले माया गर्ने हो। त्यस कारणले स्पिडलाई चाहिँ मेरो व्यक्तिगत है, म चाहिँ 60 को स्पिडभन्दा माथि जान सक्दिनँ, जान्नुपर्ने। यस्तरी आइरहेको छ, ओभरटेक गर्न आइरहेको छ पछाडि जिप, त्यो चाहिँ अलि गलत नै हो। कारणवश उता जान्न, उता गयो गाडी चाहिँ। अब यसो डाइभर्सन आइरहेको हुन्छ। अब हामी आफ्नो गतिलाई बढी बनायो भने अब डाइभर्सनमा आएर रोक्न सकेन भने त दुर्घटनामा पर्ने हो। त्यसैले डाइभर्सन हुन सक्ने हुनाले विशेष गरी यो राजमार्गहरू बन्दैछ, बनाइरहेको हुनाले यो आफ्नो स्पिडलाई भनौँ न, गतिलाई चाहिँ एकदम नियन्त्रण गरेर चलाउनु होला सवारी साधनहरू। कुनै पनि 2 पाङ्ग्रे होस् या 4 पाङ्ग्रे। अब कला मन्दिर आइपुग्ने बेला भयो। बाटो पनि बवाल बनेको छ, तर यो बवालमा सवालहरू नि उठ्छ, धेरै दुर्घटनाहरू भइरहेको छ। सवालले सबभन्दा पहिला आफैलाई गर्ने हो। बाटो राम्रो छ भनेर गतिलाई बढाउनु भन्दा यसले चाहिँ असर के गर्छ, कतिको समस्या हुन्छ भन्ने कुराहरू चाहिँ बुझ्नुपर्छ। किनभने आफ्नो ज्यानभन्दा ठुलो सम्पत्ति अरू केही पनि होइन। त्यो भन्दा स्वास्थ्य जीवन भन्छ नि, स्वस्थ मन मस्तिष्क र स्वस्थ जीवन बाँच्नु पर्दछ। त्यसैले सबभन्दा पहिला आफूलाई स्वस्थ राख्न सिक्नुपर्छ, जान्नुपर्छ। साबुन शौचालय यहाँ रहेछ, तर यस्तो छ बनाउँदैछ। माथिबाट ढुङ्गाहरू खस्ने हुनाले पनि एकदमै ध्यान दिनुपर्छ। कतै रोडहरूमा हेर्नुहोस् चाहिँ आइरहेको हुन्छ। यस्तोमा अब हाम्रो कहिलेकाहीँ दूर गाडी आउँदाखेरि त समस्या हुन्छ, यहाँ यो दुर्घटनामा पर्न सकिन्छ। त्यही भएर आफ्नो गतिलाई, सवारी साधनको गतिलाई आफ्नो नियन्त्रण हुने गरी मात्र चलाउन अनुरोध गर्दछु। फेरि पनि भने आफ्नो ज्यान छ, सबै छ, छैन भने सक्यो। यो कहीँ चाहिँ यो लेन चाहिँ लेखिँदा लेनको के भन्छ, यो छुट्याएर रहेछ। यो लामो सेतो छ, यसमा चाहिँ ओभरटेक गर्ने कोसिस नगर्नु होला। यो ओभरटेक नगर्नु भनेर नै सायद ट्राफिकले नियमले बनाएको होला। हेर्नुहोस् कति लामो छ, किनभने यहाँ घुम्ती बढी छ। आफ्नो नियन्त्रण गुम्यो भने त सक्यो नि त। त्यसैले यो लामो जुन सेतो लाइन चाहिँ बिचको लाइनमा लेन छुट्याएको ठाउँमा, त्यसमा चाहिँ यसरी नै आफ्नो नियन्त्रणलाई राखेर, सवारी साधन नियन्त्रण राखेर चलाउनु होला। छैन के छैन ढ्याम लाएर ढुङ्ग लाएर गयो भने सक्यो नि। स्पिड चाहिँ भनौँ न, सवारी साधनको गति चाहिँ नियन्त्रण हुनुपर्छ। आफ्नो नियन्त्रण हुने गरी मात्रै चलाउनु होला। सक्छु भन्ने होइन, इन्जिन हो, इन्जिनले कहाँ बाँकी राख्छ र। इन्जिनले मान्छे चिन्दैन, इन्जिनलाई मान्छेले चिन्ने हो। यो अकालदेवी मन्दिर आइपुग्यो। त्यो टर्निङहरू छ, होटेलहरू छ। अब गाडी सट्ट निस्किन सक्छ। बाइक निस्किँदा पनि ध्यान दिनु होला। आफू पनि कहिलेकाहीँ होटेलमा बसेर खाना खाइरहेको हुन्छ। अब टिकटकमा व्यस्त छ खै। अकालदेवी मन्दिर रक्षाएर त्यो ट्राफिक लेन, सडकको लेनको चाहिँ पालना गर्नुपर्छ। ट्राफिक नियमको पालना गर्नु होला। आफू पनि सुरक्षित, अरू पनि सुरक्षित। मान्छेको पहिलो प्राथमिकता नै आफ्नो सुरक्षा हो। त्यसै आफ्नो सुरक्षाको लागि आफै सचेत हुने हो। कसैले नै सुरक्षा दिन सक्दैन, गर्दैन पनि। अब यो सबै लामो लेनहरू छ। यो
बिचमा डट आइरहेछ कहीँ कहीँ लाइन कोर्नै बाँकी रहेछ तर जतिसम्म लेनको लाइन कोरेको छ त्यहाँसम्म त्यसको पालना गर्नु होला नकोरेको ठाउँमा पनि आफ्नो लेन चाहिँ पालना गर्नु होला ठुलो बस आउँछ पृथ्वी राजमार्गमा त्यसैले कहिले आफ्नो ऐना पनि हेर्नु होला बाइक सवार साधनको माथि माथि हिमाला हिउँले सेतै छ माथि माथि हिमाला हिउँले सेतै छ यसरी ड्राइभरसँग आएर हुन्छ अब हामीले स्पिड गऱ्यो भने गाह्रो हुन्छ किनभने उसले आफ्नो ड्राइभरसँग लिइरहेको हुन्छ नियम पालन गरेर तर हामीले आफ्नो नियम पालन नगरेर चाहिँ दुर्घटना हुन्छ अब यहाँ हेर्नु यस्तो छ मेरो टाढा भइन् मन भने तिमीतिरै छ बाटो पुरै नाइवेले टर्निङ बनाएको छ गुराँस फुल्यो फुल्यो त्यो बनैमा तिम्रो माया मेरो मनैमा के गरे हो यसरी इन्डिकेटर नदिकन कहिले काहीँ टर्निङ गरेर हुन्छ गाडीवालाहरू कोही सिकार हुन्छ कोही जान नि टर्निङ दिँदैन त्यस्तो बेलामा चाहिँ दुर्घटना हुने ठुलो जोखिम भएको हुनाले आफ्नो गतिलाई नियन्त्रण गर्नु होला आफ्नो नियन्त्रण हुने गरी गति चाहिँ आफ्नो नियन्त्रण हुने गरी सवार साधन चलाउनुपर्छ यो चाहिँ थर्को हो फाँटमा पनि पहिला धान फल्थ्यो इँटा कारखाना थियो सायद हटाएछ इँटाको चाहिँ यहाँ चाहिँ मिठो धान फल्छ राम्रो धान फल्छ जाम 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 अब बल्ल म जान्छु फर्कु सकिन लाग्यो अब यसरी बाटो काट्दा हुन्छ उहाँहरू अनि हामीले आफ्नो गति नियन्त्रण गर्न सकेन भने दुर्घटना हुन्छ नि त त्यसैले आफ्नो गतिलाई बारम्बार गतिकै कुरा दोहोऱ्याइरहेको छ कसै राम्रो लाग्छ कसै नराम्रो लाग्छ त्यसमा मेरो केही पनि भन्नु छैन इँटा उद्योग गर्दै पनि रहेछ कतै कतै भट्टा इँटा भट्टा त्यो एउटा इँटा र भट्टा रहेछ पानी पर्छ क्या हो मन्दिर पुग्ने बेलामा त अझै निर्माण कार्य हुँदै रहेछ भाषा चाहिँ क्या हो कसैले बजार ठाउँको नाम चाहिँ खतरा रहेछ यो राजमार्ग पनि खतरा बनेको छ तर्साउँछ बेला बेला बोलिरहेकोलाई त्यहाँ टुन गर्छ तर्साउँछ त्यस कारण कहिलेकाहीँ चाहिँ गाह्रै बनाउँछ तर्साएर अनि नियन्त्रण गुम्छ अनि दुर्घटना हुन्छ
यताउति धेरै ध्यान दिनुपर्छ ल यस्तै त आउँछ मान्छेहरू अनि यसले स्पिड हेर्नु त कसरी गरेर तिम्रो माया मेरो जामुने आयो अब जामुने पछि के आउँछ स्याङ्दी बग्यो मैले क्या हो सलला 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 इन्डियन गाडीहरू चाहिँ एकदमै पिलेर आउँछ म चाहिँ आफ्नो लेन कहिले नि मिच्दिनँ मिच्नेवाला नि छैन मिच्दा नै मिच्दिनँ के गर्नु गाह्रो छ नि आफू छ सबै छ छैन सक्यो त्यसैले ब्रेकर छ ठाउँ ठाउँमा जामुने पनि कट्यो अब कहाँ आउँछ त ठाउँ राम्रो बोलेँ मैले मुटु मेरो ठिकै छ जहाँ जहाँ आउँछ जे जहाँ त्यो आउँछ एकैछिन तिमी नबोल गुणाडी 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 अब भने के छिन गुणाडी आइपुग्छ गुणाडी त्यसपछि नै दमोली होला सायद एकछिन तिमी टाढिला हो स्पिड बढी हो क्या हो स्याङ्दी बग्यो सलला गाना घर त्यसै खेर गइरहेको छ हेर्नुहोस् त राम्रो गर्छ ठाउँ ठाउँमा ब्रेकर छ नयाँ मान्छे पोखरा यात्रा गर्दाखेरि ध्यान दिनु होला राजमार्ग भने बेसरी गाडी नकुदाउनु होला बाटो ठुलो छ राम्रो छ तर सुरक्षित हुन चाहिँ आफैले अप्नाउनु पर्छ सुरक्षा यहाँ केही पनि छैन सुरक्षा आफैले अप्नाउनु टर्निङमा ब्रेकर छ यहाँ अब आत्तियो भने गाह्रो छैन त गाह्रो हुनु त हेर्नु त गुनाडीहरू 2 किलोमिटर छ अझै अहिले खेतमा चैती धान बारीमा मकै पामी छ हरियाली त्यस्तै अहिलेको मौसम चाहिँ एकदम बेस्ट मौसम हो तर के गर्ने पानी बढी परेर गाह्रो भनेर चापाघाट अब भने दमोली दमोलीबाट भित्र बल्ल छाप्दी बराई मन्दिर आजको मेरो उद्देश्य लक्ष्य भनेको छाप्दी बराई मन्दिर दर्शन बस आएर चाहिँ पछाडि इंडियन बस है बाटोको सिग्नल दिएर चाहिँ कहीँ कहीँ टर्निङहरू एकदमै राम्रो छ सर्प बसेको छ नागबेली चाहिँ पुरै नागबेल छ त्यसैले आफ्नो गतिलाई नियन्त्रण गर्नु होला यस्तो बेलामा चाहिँ किनभने इन्जिन हो सवारी साधनको आफूले कन्ट्रोल गर्न सक्दैन नियन्त्रण गर्न सक्दैन त्यसैले आफू पनि बचाउँ अर्कालाई नि बचाउँ ट्राफिक नियमको पनि पालना गरौँ म चाहिँ यसैले अनुरोध गरेँ हजुर सबैजनालाई जो जतिले सवारी साधन चलाउनुहुन्छ 2 पाङ्रे होस् या 4 पाङ्रे बाटो हेर्नुहोस् पुरै जेरी घुमाउला जस्तो घुमेछ
मानुङकोट रिसोर्ट यता भयो। अब भने मादी खोला, मादी नदी, खोला त के पनि नदी, भाइरल पुल बन्दैछ हाम्रो मादी नदीमा माथि। मानुङकोट रिसोर्ट यहाँ रहेछ। मानुङकोट त म पनि गएको छैन, अब फुर्सद भयो भने अरू कुनै दिन जानेछु मानुङकोटैमा। मानुङकोट भाइरल छ, हाम्रो गाउँ छैन। बिस्तारै बनाउने कोसिस गर्दैछन् साथीहरू रौल गाउँलाई। यो सिग्नल हेर्नु यस्तो यो भएको हुनाले यस्तो भएको बेलामा गाडीलाई आफ्नो सवारी साधनले एकदमै नियन्त्रण लिएर चलाउनु होला। बिचबिचमा यसरी एयरहोर्नदेखि सिग्नलहरू दिइरहेको छ, त्यही एकदमै सचेत भएर मात्रै गाडी चलाउन सक्छु भन्ने भन्दा पनि सुरक्षित हुन्छु भनेर सवारी साधन चलाउनुपर्छ। मेरो चाहिँ त्यही हो, गाडी चलाउने बाइक चलाउने तरिका चाहिँ। अरूको के छ कसो थाहा भएन, आफ्नो चाहिँ 60भन्दा माथि जाँदैन, 60 नै हो। फेरि भने 60 नै हो। यस्तो छ बाटो, सफा गर्दै हुनुहुन्छ उहाँहरू। यहाँ फेरि पोल लिनाहरू छ, यसरी गाडीले थोरै ठाउँ ओगटेर बसेपछि गाह्रो हुन्छ। नियमको पालन सबैले गर्नुपर्ने, गर्दैन। ट्राफिक नियमको चाहिँ पालना गर्नुपर्छ, जसुकै होस्, जस्तोसुकै अवस्थामा पनि नियम पालना गर्नुपर्छ। यो अब यहाँ चाहिँ पुल बन्ने भएको हुनाले अलिकति अफरोड छ, अलि अफरोड छ। यसरी किन आउनु पऱ्यो सानो ठ्याक्क त्यो बाटो, पुलको बाटो चाहिँ यहाँ आइपुग्छ। सेफ्टी लगाएर त्यो घर जाने हो। धमौलीको पुल हजुर 360 मिटर अनि गीतै छ। बाटो र जर्मनको गाडी त जर्मनको बाटो चाइनाको गीतै छ। ओ यही हो हाम्रो भाइरल मादी नदीमाथि बनेको पुल, 4 लेनको के ब्रिज भन्छ पनि यो मलाई थाहा भएन, तर पुल चाहिँ यस्तो बन्दैछ। अब दायाँ बायाँ बनिसक्यो, बिचको बाटो त बाँको रहेछ बन्नलाई। पुल साङ्ग्रो छ, सानो छ, उता गाडी आइरहेछ, च्याप्प लाएर ओभरटेक गर्नु कुरो भएन, टर्निङ पनि छ। त्यसैले म चाहिँ ट्र्याक्टर पछि तर केही डिस्टेन्स राखेर हिँडेको छु म चाहिँ, किनभने यो लोड गाडीहरू कहिले ब्याक भइदिन्छ कि गाह्रो हुन्छ। आफूले बचाउने कि त्यसलाई बचाउनु हुन्छ। म चाहिँ लागेँ त अहिले अगाडि बढेँ, पुरै ठाउँ भएको हुनाले। त्यो माथि त कुहिरै लगाइरहेको रहेछ, बादलै छ। मन्दिर पुग्नुजेल पानी नपरोस्, त्यसपछि हो नि केही छैन। मलाई मेरो उद्देश्य नै आज लक्ष्य भनेको पुल हो। त्यसले पुल बनायो छापदेरा मन्दिरको दर्शन हो। बाटो काट्ने रोडमा टर्निङमा त्यहीमा त्यसरी काट्दैन हुन्छ बाटो, अनि कहाँबाट हुन्छ त। अब अनि थोरै अगाडि गएर म दाहिने लाग्छ। यो चोकमा चाहिँ एकदमै डर, खतरा हुन्छ, कता आउँछ गाडी। दमौली बजार आइपुग्यो। ओहो उता जानुपर्ने चाहिँ क्या हो, बाटो बिराएर जस्तो लाग्यो मैले। म पनि पहिलोचोटि जाँदैछु, अब घुमेर आउनुपर्ने भयो। अब चाहिँ म घुमेर आउनुपर्ने भयो। उता जानुपर्ने छ। बाटो खत्तम भयो त, बाटो बिराएँ त मैले। बाटो बिराएँ, कहाँ घुमेर आउँछु केही छैन। 2 मिनट घुम्दैमा केही फरक पर्दैन। ट्राफिक नियमको पालना गर्ने, सुरक्षित हुने आफू। अब राइट टर्नको बत्ती दिएँ मैले। के रहेछ आज पुलिस टर्नै उठ्यो, युटर्न गर्न पाउनु रहेछ। यहाँ सिग्नल दिइरहेको छ, त्यस कारण चाहिँ युटर्न गर्न पाइरहेको छु मैले। युटर्न गरेँ।
के हो गाडी म चाहिँ लागेँ त छेउतिर अब बाटो सोध्नै पऱ्यो कताबाट हो बाटो बारी साप्डेबारे मन्दिर जाने यहाँबाट हो कि उताबाट हो कि कताबाट हो नो पार्किङ नो पार्किङ 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 कता बाटो म नि अलमल्लै छु त हो फेरि घुम्नु पऱ्यो क्या हो सोधिहालौँ न कता ग्रिन सिटी मन्दिर जाने बाटो कता हो यही हो धन्यवाद कति बेला लाग्छ अब हजुर बायाँ हो त्यहाँ चोकबाटै बायाँ जानु पऱ्यो ए ए हस् धन्यवाद ल हाम्रो म चाहिँ अब छाप्दी बारेतिर लागेँ है त नगर प्रहरीले सहयोग गरिदिनु भयो सोधेँ अब बजार जस्तो रहेछ म पनि पहिलोचोटि आउनाले खासै मिसो पाएको छैन बाटोको कता हो के हो भनेर राम्रो छ बजार त पहिलोचोटि आफ्नै सुरुमा आउनुहुन्छ कता हो छाप्दी छाप्दी जाने कता हो छाप्दी जाने यही हो छाप्दी बाह्र जाने बाटो यही हो हजुर गणेशमान चोक छाप्दीबाट जाने बाटो हो गणेशमान चोकबाट देब्रे छाप्दीबाटै बिस्तारै जान्छु म त यता रहेछ बाटो कता 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 म अर्को बाटो आइसक्यो हो कि ओ बाटो साँगो रहेछ बिस्तारै टु 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 टरी टरी टिरी छाप्दीबाटै अब म चाहिँ सटा कता हो तपाईँ यतै जाउँ त्यही होला कता हो त मन्दिर जाने बाटो कता हो छाप्दीबाट जाने बाटो ला उल्टो आएछ क्या म यताबाट पुग्दैन बाटो खास माथिबाट हो र सोध्नु पर्ने बस मेरो उल्टो हावामा हिँड्ने चाहिँ कहाँ हुन्छ त यार हावामा यहाँनिर सोध्नु पर्ला मन्दिर जानुको बाटो कुन चाहिँ हो छाप्दीबाट जाने बाटो म चाहिँ साथीको पछि लाग्ने भयो बाटो नचिनेपछि कसकै लाग्छ पहिलोचोटि आयो म पनि
धन्यवाद उहाँलाई। अब चाहिँ पुगिन्छ होला अब सर 10-15 मिनटमा। अब ब्याट्री कति छ, अर्को ब्याट्री चेन्ज गर्नु पर्ला। मन्दिरसम्म पुगेन अर्को ब्याट्री चेन्ज गर्छु। अहिले चाहिँ म बिस्तारै जान्छु। अबको मेरो लक्ष्य भनेको पुरा हुँदैछ। छाप्दीबारे मन्दिर दर्शन धेरै वर्षपछि भनौँ न, अहिलेको पहिलोचोटि भनौँ, धेरै वर्षपछि। ब्रेकर मात्र रहेछ। ठाउँ रमाइलो रहेछ, तर बाटो चाहिँ अलिकति कता हो कता हो। यहाँ आउँछ होला सायद, आउनु त मिलन चोक। अघि बहिनी लेख्थ्यो लगाइदियो। ठिक छ, ओके छ त। बाघले गाह्रो भयो, मलाई त होइन। मैले त कान बटाएर पुग्छ, आफै दौडिन्छ कान बटाएपछि। अब भन्ने बिस्तारै साँगुरो बाटो हो क्या हो। धन्यवाद भन्छ त। यस्तो रहेछ नि बाटो। मन्दिर जाने बाटो यही हो नि। हस्, धन्यवाद। ओहो सर कालो ओह्रालो मोटर हर हर। यो बाटो नछोडिकन जानुहोस् भने सिधै सक्यो त। अब पुग्ने भयो मन्दिर। आजको लक्ष्य पुरा हुने भयो। तर लक्ष्य पुरा गरौँ त्यसपछि भने फेरि कहीँ घुम्नु जानु होला नि घुम्नु जान्छु। नत्र पुगेको कता बाटो फेरि नछोडी जानु थियो त्यसले नि। म ढिलो भए हो कि कोही नहो भन्दै जानु बाटोमा कोही मान्छे भेटिँदैन त। अघि ऊ त्यसै उल्टो उल्टो हिँड्ने अगाडि अगाडि नसोधिकन। नयाँ ठाउँ त सोध्नुपर्ने हो। मेरो गल्ती चाहिँ त्यहाँनिर भयो। आफ्नो गल्ती चाहिँ मैले पहिल्यै सकेँ। बाटो धेरै भएपछि पहिलोचोटि आउँदा सोध्नु नै बेस्ट। टिटिट हिलो माटो हिल। ब्याट्री पनि कति भयो ब्याट्रीको? अरू तात्तियो क्या मोबाइल, के अरे क्यामेरा तात्तियो क्या। मन्दिरसम्म त ठिकै हुन्थ्यो। रेस्ट गर्छु गएर। क्यामेरा नै रेस्ट गर्नु पऱ्यो, ब्याट्री झिकेर तात्तिए जस्तो छ क्यामेरा। बाटो चाहिँ राम्रो रहेछ। मन्दिर देखियो कि क्या हो? ओ केराघारी टन्नै राम्रो फुल फुलेको छ। ग्लुमर ग्लुमर फुल ल्याएको छ। बाटो बनाउनु हुन्छ। हिलो माटो बिस्तारै जान्छु। मलाई चाहिँ डर लाग्छ बाटो चिप्लिन्छ। टिका लगाएर आएछन् साथीहरू। अझ पनि टिका लगाएर नखाएर मात्रै बल्ल अन्त जान्छु घुम्नुलाई। नयाँ बाटो नयाँ ठाउँ जाँदाखेरि चाहिँ सोध्नु नै उत्तम हुन्छ। किनभने नयाँ ठाउँ नयाँ नै हुन्छ जसरी पनि। बस आयो, ठुलै बस आयो। के हो मैला बच्च त के भन्दै मन्दिर। ओइ 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 बाटो हिलो 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 हिलो। हेलमेट पनि हल्ले हल्लै छ। टापु सानो भयो क्या। अब बिस्तारै जानु नपर्छ। रन्किने हो रन्किने। अब मन्दिर आइफोन लगाएर रन्किने हो।
निकै भित्रै रहेछ त्यो बाटो राम्रोसँग बाटो चाहिँ तिमी नबोल्दा मन मेरो आत्तिन्छ कता हो मन्दिर एकछिन दिन मन्दिर कता हो मन्दिर खोला तरेर मन्दिरतिर लाग्यो फुल चाहिँ सबै पाउँदैछ त्यतिर म चाहिँ अलि अगाडि नै गर्नु अब मन्दिर प्रवेश गऱ्यो सब्जीबाटै मन्दिर दर्शन गर्न आइयो अब मूल मन्दिरमा प्रवेश गरेको छु मूल मन्दिरको भिडियो खिच्न नमिल्ने भएको हुनाले दर्शन गरेको भिडियो र पूजाहरू भिडियो चाहिँ मैले हालिनँ भिमाद आला मोइम चाहिँ रौ हाल्यो नि त राउ हजुर थाल्यो न म चाहिँ अब राउपट्टि इन्डिया बसेर रिसिङ गाउँपालिका पनि फल्दै नआएको होइन माल नगरपालिकाभित्र परिरहेको हजुर भिमा नगरपालिकाभित्र पर्छ रिसिङ गाउँपालिका फल्दै परेको चाहिँ युम थियो ए हजुर पहिला चाहिँ अब म चाहिँ बसोबासी लानु ए नाको नम्बर नै दिनु न क्या 98 60 कुटाल्ने उहाँले मामाकोमा म चाहिँ 98 17 18 हजुर 63 70 हालेर लड्छ होइन म चाहिँ हालेँ यसो मन्दिर भाइ काफर थोरै हेर्नु देख्यो भने चाहनाको फोटो लाग्यो उहाँले लाग्यो होइन ए होलीले हजुर महिना पुरानो इतिहास जम्मै होला अब गाई खास दाजुले जान्छ नि त यो चाहिँ काफरे सक्ने बेस्ट डाउन क्या सब्जीबाट मन्दिर छापदाराको मूल मन्दिर हो शब्दीबारेको बारेमा यसमा लेखेको रहेछ पुरै राखेको छु लेखेर खिचेर राखेको छु हेर्नु होला पढ्नु होला सबैजनाले पुरै बाहिर निस्किँदैन पूजाजीसँग सँगै छु म चाहिँ अहिले शब्दीबारेको ठुलो माछा हजुर निस्किने अवस्थामा छ शब्दीबारे मन्दिर शब्दीबारेको माछा हो भने देउता यसरी खुल्ला खुल्ला शब्दीबारेको दर्शन गरियो फेरि अर्को पुरानो मन्दिर छ अरे माथि निर्माण हुँदैछ भन्नु छ म माथि गएर हेरेर आउँछु दर्शन गर्छु भनौँ न हेर्ने भन्दा दर्शन गर्ने मन्दिरलाई शब्दीबारे मन्दिरको दर्शन गरेपछि चाहिँ फर्किएँ म आज ओके ल सानो जानु अघि ल माडो भने लाग्यो यिनीहरूले क्यामेरा नै पछि ढुल्ला